हामी कतिपटक चाहिँ राज्यमा हामी आएको हुन्छ, हामीले भाषाहरू सिकेको हुन्छ, जयमसी हालेलुया गीत भजन कोरस गाउने होइन, त्यो भाषाहरू सिकेका हुन्छौँ होइन। अनि तर परमेश्वरको प्रेम, परमेश्वरको हृदयलाई हामीले चाहिँ बुझिरहेका हुँदैनौँ है, उहाँको वचनलाई चाहिँ हामीले त्यति ध्यान दिएको हुँदैनौँ। सो हामीले चाहिँ उहाँको वचनलाई चाहिँ हामीले ध्यान दिनुपर्दछ है। अनि जब वचनलाई हामीले ध्यान दिँदछौँ, उहाँको वचनलाई हामीले आदर गर्दछौँ, हामी सिक्न चाहन्छौँ, अनि बिस्तारै चाहिँ हाम्रो जीवन चाहिँ, हाम्रो आत्मा चाहिँ के त ठुलो हुँदै जाँदछ, बढ्दै जाँदछ, परिपक्व हुँदै जाँदछ। जसरी भर्खरै जन्मेको बच्चालाई खाना दिएर प्रेम दिएर उसलाई हुर्काइन्छ, ऊ ठुलो हुँदै जान्छ, अनि पछि गएर आफ्नो आमाको जिम्मेवारी पुरा गर्ने छोरा अनि छोरी हुँदछन् है। अनि त्यसरी नै यदि हामी वचनलाई आदर गरेर हामी हर दिन वचनबाट सिक्ने, प्रभु कस्तो हुनुहुन्छ भनेर खोज्ने, चाह गर्ने है गर्यो भनेदेखि हामी पनि अवश्य पनि हामी के त एउटा परिपक्का छोराछोरी है, परमेश्वरलाई मनपर्ने काम है, त्यो आफसे आफ त्यो हुन आउँदछ, हामी गर्न सक्दछौँ। हालेलुया हालेलुया। तर एउटा कुरा चाहिँ, हाम्रो शारीरिक हामी जब जन्मेपछि चाहिँ हामीलाई चाहिँ खाना, हाम्रो मम्मी बाबाहरूले हामीलाई खाना दिनुहुन्छ, हामी आफसे आफ बढ्दछौँ होइन, आफसे आफ हामीलाई त्यो त बढ भनेर भनिराख्नु पर्दैन, अथवा हामीले चाहै नगरे पनि हामी चाहिँ के त हामी ठुलो हुँदछौँ, हामीले चाह नगरेर हामी सानो भइराख्दैनौँ, हामी चाहिँ ठुलो हुँदछौँ। तर परमेश्वरको राज्यमा चाहिँ तपाईँको चाह हुन पर्दछ है। जबसम्म तपाईँको चाह हुँदैन तबसम्म तपाईँ आत्मामा धेरै पुरानै भइसके पनि तपाईँ चाहिँ आत्मामा तपाईँ बच्चा नै हुनुहुन्छ। जब तपाईँले चाह गर्नुहुन्छ है, म बढ्ने छु, म प्रभुको प्रेमलाई थाहा पाउन चाहन्छु, परमेश्वरले मेरो निम्ति के योजना गर्नुभएको छ होइन, म चाहिँ एउटा परिपक्का छोरी बन्न चाहन्छु, छोरा बन्न चाहन्छु भनेदेखि चाहिँ हामीले के त उहाँको चाह गर्नु पर्यो, अनि उहाँको वचनलाई आदर गर्नु, जुन चाहिँ हाम्रो भोजन हो। हालेलुया। जसरी मत्ती 4:4 त्यहाँ लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर त्यहाँ प्रभु येशूले भन्नुभएको छ। जब शैतान आएको थियो परीक्षा गर्नलाई है, शैतान जब परीक्षाहरूबाट जित्नको लागि पनि हामीले चाहिँ वचनको के त जरुरी हुँदछ, वचन हामीमा हुन पर्दछ। जब वचन हुँदैन, जब हामी वचनमा हामीले वास्ता गर्दैन भनेदेखि हामी के त शैतानले हामीलाई सजिलैसँग उसले चाहिँ हाम्रो त्यो अलरेडी त्यो शैतान त हारेको हो है, तर पनि परमेश्वरको छोराछोरीहरूलाई चाहिँ उसले चाहिँ सोच विचारधारा चाहिँ उसले गिराउन खोज्दछ है। अनि प्रभु येशूलाई जब शैतान आएर चाहिँ वचन लिएर आएको छ उसले है, भजन सङ्ग्रह 91 कोट गरेको छ, अनि उसले भनेको छ, तपाईँ चाहिँ अनि त्योभन्दा अगाडि पनि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने तपाईँले ढुङ्गालाई